हे गाइस अहिले चाहिँ ड्याडी प्याराग्लाइडिङमा जानु भएको छ अनि मैले ड्याडीलाई चाहिँ अब त्यो फोन गरेको भर्खर अनि लाउँदै हुनुहुन्छ अनि मैले चाहिँ ड्याडीलाई कोड वर्ड भनेको थिएँ आई लभ पोखरा भनेर भन्न केबल कारतिर आउँदा अनि कराउनुहुन्छ नि थाहा हुन्छ हामीलाई कि हो ड्याडी कहाँ उडायो पहिला गाइस लेट्स सी नहुन सक्छ प्रेम है ल नाइस टु मिट यु ल फोन खोलिदिए कम हियर टेकअप गर्ने बेला हजुर अगाडि हुनुहुन्छ गाइज प्याराग्लाइडिङको लागि म पुरै हेर्नुहोस् तपाईँहरू रेडी भइसकेको अवस्था हो सर नमस्ते 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 सर नमस्ते आराम हुनुहुन्छ एकदम आराम छ आकाशमा कस्तो लाग्छ हजुरलाई भइरहेछ रमाइलो भइरहेछ ओके ल हाम्रो सर काठमाडौँदेखि पोखरासम्म परिवारसँग भेटघाट गर्नको लागि एक घुमघाम गर्नको लागि आउनुभएको पोखरामा एकदमै स्वागत छ हजुरलाई
ओके थ्याङ्क यू गाइज हामी यहाँ चाहिँ ल्यान्ड भयौँ यता हेर्नु ल ल गाइज ल धन्यवाद छ हजुरलाई धरतीमा फेरि पनि स्वागत छ है अब थ्याङ्क यू ल सर कस्तो लाग्यो एकदम रमाइलो भयो एकदम इन्जोय गऱ्यौँ हजुर है धेरै रमाइलो भयो थ्याङ्क यू अलराइट खुसी लाग्यो हजुरसँग उठेर ल बाई बाई गाइज आज हामीहरू सारङकोट गइरहेछौँ केबल कारबाट जान्छौँ गाइज तपाईहरू हेर्न सक्नुहुन्छ हामीले अन्नपूर्ण केबल कारको टिकट पनि लिइसके र अब हामी माथि जान्छौँ कस्तो मुख बिगाड्यो हामीलाई लास्टै रमाइलो भइरहेछ अहिले हामी अन्नपूर्ण केबल कारमा छौँ सारङकोट जाने क्रममा छौँ यहाँ अभि साइक्लिङको तयारी गर्दैछ बाबु रमाइलो भइरहेछ र अङ्कलले लिएर जानु खुट्टा पनि हाबाट ननिकाल होइन हात पनि अघि नदेखि कति एक्साइटेड निकाला चाहिँ समाइराख अङ्कल चढाउनुहुन्छ ए खुट्टा न त्यहाँबाट तल राख कति कति एक खर्यो हट हट अलिक पनि आइसक्यो माथि हेर माथि हेलो बाबु हाउ आर यु अघि न चढ्न हतार अहिले झर्न हतार वाउ रमाइलो भयो बाबु रमाइलो भयो डर लाग्यो डर त लागेन नि गुड अब हामी आएको यहाँ मन्दिर दर्शन गरेर हेर्नु कति ठुलो मूर्ति छ पञ्चमुखी गणेश भगवानको मूर्ति अनि यहाँ चाहिँ हामी टिकट लिन आएको छौँ यहाँ जानको लागि होला है सो गाइज यो टिकट छ ठुलो मान्छेको लागि मात्र पर्छ सानोको लागि पर्दैन 30 रुपियाँ घुमे काली मन्दिर यहाँ त झन् दामी भ्यू आउँदै त्यस पोखरा भ्याली हेर्नु त काठमाडौँ भन्दा कम लागेको छैन है माछा पुच्छरे गाइज अब हामीलाई धेरै भोक लागिरहेछ त्यसैले अब हामी खाना खाँदैछौँ गाइज अब हामी पोखराको फेमस टिकटक स्पटमा आएको छौँ जहाँ छातै छाता झुन्ड्याएको छ गाइज अहिले हामीहरू सारङकोटबाट घुमेर आएपछि बेलुकाको समयमा हामीहरू फेवाताल घुमिरहेका छौँ पोखरा आएपछि डिज्नील्यान्ड नघुम्ने भनेको त कुरै भएन त्यसैले हामीहरू चाहिँ पोखराको फन पार्क यानि कि पोखराको डिज्नील्यान्ड घुम्न आएका छौँ र यो चाहिँ लेक साइडमै पर्छ हेर्न सक्नुहुन्छ यहाँ धेरै राइडहरू पनि छ डिज्नील्यान्ड घुमेर हामीहरूलाई भोक पनि लागिसक्यो सबै राइडहरू खेल्दा खेल्दै खान गइरहेछौँ पोखराको फेमस थकालीमा थकाली खाजा हाम्रो लागि अहिले आउँदैछ
हामीहरू बिन्दावासिनी मन्दिर आएको छ जुत्ता निकालिसक्यो हामीहरूले अहिले हामी बिन्दवासिनी मन्दिरको लाइनमा छौँ बिन्दवासिनी मन्दिर पोखराको सबैभन्दा पुरानो प्रसिद्ध र धार्मिक रूपमा महत्त्वपूर्ण मन्दिरहरूमध्ये एक हो। यहाँबाट पोखरा सहर, फेवाताल र अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको सुन्दर दृश्य पनि देख्न सकिन्छ। गाइज अहिले हामीहरू महेन्द्र गुफा आएका छौँ ल अब हामीहरू भित्र छिर्दैछौँ। हामीहरू चाहिँ यहाँबाट निस्केर अब गाइज यहाँ हेर्न सक्नुहुन्छ खेल्ने ठाउँ पनि छ र यहाँ म र अभिक त धेरै टाइमको लागि यही खेलिरहेको थिएँ। अब हामी केआई स्विमिङ पुलमा आइसक्यौँ। गाइस हेर्नुहोस् हामी सेती रिभर अहिले आइपुगेछौँ। हाम्रो सेती गङ्गा माताले रक्षा गर्नु सबै कुरा आनन्द होस्, शक्ति होस्। ओम नमः शिवाय, हर हर महादेव। उहाँ फोटो खिचिदिनुहोस्। जस्तो सेतो पानीको लागि सेती नदी प्रसिद्ध छ। म उब्छु बाबु मेरो पर्छ। सेतो पानी गाइज अहिले हामीहरू चाहिँ टप्पु रेस्टो एन्ड कटेजमा आइसकेका छौँ। यो चाहिँ पोखराको एउटा सेल्फी पोइन्ट तथा एउटा राम्रो घुमघाम गर्ने ठाउँ पनि हो। यहाँ धेरै एडभेन्चर्सहरू पनि हुन्छ र यहाँ हेर्न सक्नुहुन्छ हात पनि बनेको छ जुन चाइनामा एकदमै फेमस छ। यहाँ मान्छेहरू चढेर फोटो भिडियोहरू खिच्ने गर्छन्। एउटा मुभिङ ह्यान्ड पनि छ अनि यहाँ एउटा ग्लास ब्रिज पनि छ र यहाँ एउटा स्विङ पनि छ। कति भयो यसको? एकजना खेल्नु भयो भने 150, दुईजना खेल्नु भयो भने 250 रमाइलो गर्न गइरहेछ बच्चाहरू। यहाँ आमा छोरा छोरी सबैजना रात के हो तिम्रो? बस अलिजमेल भन्छ मजा आइरहेछ। अझै एकचोटि हल्लाउने नरित गर्न आफै बन्द हुन्छ फर्किने। बापु स्विङमा स्विङ गर्दा गर्दै हामी चाहिँ डराएको अवस्था। अहिले हामीहरू डेभिस फल भित्र छिरिसकेका छौँ र यदि तपाईँहरूलाई डेभिस फलको स्टोरी थाहा छैन भने अहिले म तपाईँलाई ब्रिफमा भन्न गइरहेकी छु। यहाँ मिस डेभिस स्विस वुमेन यहाँ नुहाइरहेकी थिए। उहाँ आफ्नो हस्बेन्डसँग नुहाउँदै पानीको फ्लोले गर्दा बगिसकेकी थिए र त्यसैले उहाँको बडी भेट्दा पनि भेट्टेन र बडी निकाल्नको लागि पनि धेरै कन्सिक्वेन्सेस फेस गर्नु परेको थियो। उहाँको सम्झनामा यो स्थानलाई अहिले एउटा टुरिस्ट प्लेस डेभिस फल नामले राखिएको छ। गाइज अहिले चाहिँ हामीहरू यही डेभिस फलको एउटा फेमस स्पट छ। डिफ्रेन्ट कल्चरको डिफ्रेन्ट ड्रेसेसहरू कटआउट गरेर राखेको छ। यहाँ चाहिँ डिफ्रेन्ट कल्चरहरूको ड्रेस। गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले हामीहरू गुप्तेश्वर महादेव गुफा आएका छौँ। गुप्तेश्वर महादेव गुफाको सिडीको डिजाइन कस्तो राम्रो छ। गाइस अहिले हामीहरू पोखराको पुम्दीकोट भन्ने ठाउँमा आएको छौँ। यहाँ हेर्न सक्नुहुन्छ महादेवको ठुलो मूर्ति पनि छ। पुम्दीकोटको ड्रिम सिटी आइसकेका छौँ। यहाँ मामु अहिले टिकट लिइराख्नु हुँदैछ र अब हामीहरू सिसाको घरभित्र गइरहेको छौँ। यहाँ छाताको घर पनि छ। यहाँ लोटस पनि छ जुनमा म र अभिक बस्न गइरहेको छौँ।
यस्तो डर लागिरहेको थियो पहिला पहिला, तर अब पछि डर लागेन। गाइज यहाँ ठुलो हट बलुन पनि छ अनि यहाँ आइफिल टावर पनि छ। गाइज हेर्नु मामु ड्याडी हामीलाई छोडेर कता गइराख्नु हुँदैछ, कता गइराख्नु हुँदैछ तपाईँ दुईजना? माथि फेवातालको माथि मुर्छ हामीलाई छोडेर एक्लै 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 गइराख्नु हुँदैछ। हेर्नु अभि ग्रुइरहेको ल ओर्लिनु भयो। सिसाको बाटो छ र यहाँ हामीहरू हिँडिरहेछौँ। गाइज अहिले 6-7% पनि भइसक्यो मेरो फोनमा। गाइज यो एउटा टिकटक पोइन्ट हो र यहाँ पोखरा ड्रिम सिटी ठुलो अक्षरमा लेखेको छ र यहाँ साइकल पनि बनाएको छ। गाइज यहाँबाट सनसेट पनि कस्तो राम्रो देखिरहेको छ। गाइज अब हामीहरू पुम्दीकोटबाट फर्किँदैछौँ र हेर्न सक्नुहुन्छ मामु कसरी नाचिराख्नु हुँदैछ। उहाँ एकदमै खुसी भइसक्यो। गाइज हेर्न सक्नुहुन्छ हामीहरूले बोटको लागि टिकट पनि काटिसक्यो र अब हामीहरू चाहिँ तालबहराई माताको मन्दिरमा गइरहेछौँ दर्शन गर्नका लागि। गाइज अहिले चाहिँ हामीहरू मन्दिर दर्शन गर्ने लाइनमा छौँ। हेर्नुहोस् गाइजहरू अब हामी तालबहराई मन्दिरको दर्शन पनि गऱ्यौँ। अब हामी फर्किन्छौँ। कस्तो भइरहेछ? रमाइलो भयो बाबु? रमाइलो भयो। अब हामी यहाँबाट फर्किने हो होइन? बाई गाइस, सी यू नेक्स्ट भ्लग। तपाईहरु कमेन्ट गर्नु होला नेक्स्ट हामीहरु कुन ठाउँमा जाम।